हेलो गाइज, इट्स मी प्रोडिजी। आजको स्पेसल एडिसन चाहिँ एकदमै स्पेसल हुनेवाला छ, किन भन्दा मेरो बेस्ट फ्रेन्ड अनुज पनि मसँग छ होइन। हि वाज अ भेरी बिट साई गाई, तर आज चाहिँ मैले उसलाई लिएर आएको छु। यो चाहिँ आजको स्पेसल एपिसोडमा चाहिँ मैले चाहिँ आज भ्योमा र अनि यङ वेभको गानालाई चाहिँ रियाक्सन दिनलाई मैले कोसिस गरिरहेको छु। यसमा चाहिँ मेरो साथी एन्ड वी आर ट्राइङ टु गिभ अ अनेस्ट रियाक्सन होइन। अनि भ्योमाको यो गाना हेर्दाखेरि चाहिँ उनीहरूको अहिले 23 आवर्स एगो रिलिज भएको गानाले 51K हिट हानिसकेको छ होइन। सो इट्स क्वाइट सक्सेसफुल गाना भन्नुपर्छ। भ्योमा चाहिँ मेरो पर्सनल ओपिनियनमा चाहिँ एउटा ब्रुसलीको जिउमा चाहिँ ड्रागनको आवाज लिएर आए जस्तो मान्छे चाहिँ मलाई लाग्छ होइन। किन भन्दा एकदम सानो जिउ काठीको मान्छेको भोइस चाहिँ मलाई एकदमै युनिक लाग्छ, एकदमै दामी लाग्छ होइन। तँलाई कस्तो लाग्छ? भ्योमा चाहिँ मलाई ठिकै लाग्छ होइन, तर नेपाली ऱ्यापमा चाहिँ ऊ चाहिँ अलिकति डिफ्रेन्ट छ नि त, छ होइन, युनिकनेस छ। तर मेरो पर्सनल जाने हो भने चाहिँ मलाई चाहिँ ठिकै लाग्छ। त्यस्तो अब कमर्सियल्ली त्यस्तो चाहिँ मैले चाहिँ भ्योमा भन्ने मान्छे चाहिँ उसको आवाज सुन्दाखेरि चाहिँ मैले चाहिँ के सोचेँ भने यो मान्छे चाहिँ म्यासिभ एउटा होइन, एकदम डेन्जरस एउटा हुन्छ नि। भोइसले नै हेर्दाखेरि मान्छेहरू अब याकुजा टाइपको एकदम हेभी मान्छे होला होइन, पर्सनालिटी। पछि यस्तो जिउको बडीको काटीसाटी हेर्दाखेरि चाहिँ हि वाज एभरेज लुकिङ गाई होइन। अनि आई वाज सक्ड, तर उसको आवाजमा जुन दम छ त्यो चाहिँ अरू कसैमा पनि छैन कि। सो बिग साउट आउट टु भ्योमा है। अनि यङ वेभको बारेमा के छ? अनि म भ्योमाको भन्दा चाहिँ भ्योमालाई चाहिँ सबै अरू ऱ्यापरहरूले पनि अलिकति रेस्पेक्ट दिएको जस्तो लाग्छ। एकदमै रेस्पेक्ट। जोसँग पनि उसको टर्म राम्रो छ होइन, कसैसँग पनि यताउति तलमाथि छैन, त्यस्तो छैन। सबैसँग चाहिँ जस्तो मिलेर सबैसँग उसको कोल्याब छ नि त, त्यो एउटा चाहिँ राम्रो एउटा एट्रिब्युट हुनैपर्छ क्या आर्टिस्टमा। अनि यङ वेभ चाहिँ बढी जस्तो उसको मैले ऱ्याप कस्तो अलिकति ग्याङ्स्टर ऱ्याप टाइपको गानाहरू सुनिरहेको हुन्छु होइन। ऊ चाहिँ अलि वानबी खालको होइन, यताउति जसरी पनि अलिकति अब यङ ब्लडहरू त्यही त। तर यतिको टाइममा अब यस्तो लिडिङ आर्टिस्टहरूसँग कोल्याब गर्नु भनेर इट्स अ म्यासिभ थिङ है होइन। त्यो चाहिँ एउटा उसको सक्सेस नै हो जस्तो लाग्छ। अनि यङ वेभ त मैले त्यो उसको त्यो अर्को त्यो नेपको शिल्पजी त्यहाँदेखि हेर्दा पनि उसको चाहिँ त्यो छ कि उसको चाहिँ अलिकति अरूभन्दा अलिकति डिफ्रेन्ट, अलिकति उसले सिरियसली नै गरिरहेको छ उसले। अनि अहिलेसम्म यङ लाइफको अब वेभको गानाहरू सुन्दाखेरि चाहिँ एउटा ट्रेन्डिङ नै छ उसको चाहिँ, डिफ्रेन्ट छ क्या गानाहरू पनि, क्याची होइन, बिट पनि क्याची, अब फ्लो पनि क्याची छ। केटा पनि राम्रै छ होइन, यङ फुचे फुचे त हाम्रो भएर हामी बुढो भइसक्यो। ल ठिकै छ, हाउ टेक इट एज ग्रान्टेड है। ल विदाउट फर्दर एड्यु लेट्स लिसन टु दिस सङ है त। यो चाहिँ भयङ्कर भन्ने चाहिँ भ्योमा एक्स यङ वेभ है। ल सुनिदिउँ है त। तैँले सुनेको छ होइन? मैले चाहिँ एकचोटि सुनेको छु होइन, मलाई दामी लाग्यो। अलिकति लाउड गर्छु है म चाहिँ, मेरो बानी अलिक लाउड गर्ने छ। मान्छे लाउड के हाल्ने, ओल्ड एन्ड लाउड होइन। ग्याङ्स्टर सिनारियो दिएको छ Winning mics so big crime so banker Messy heights where a track so banker Winning mics so big crime so banker Little books take a look so handsome Winning mics so big crime so banker Messy heights where a track so banker मैले माइक छोपे उसले भयङ्कर हो जस्तो लाग्यो। भयङ्करलाई चाहिँ उसले ब्याङ्कर भनेर अलिकति भ्याएको छ, तर वर्ड चाहिँ भयङ्कर जस्तो लाग्ने मलाई अलिकति क्याच गर्न गाह्रो भयो। Winning mics so big crime so banker Little books take a look so handsome Winning mics so big crime so banker Messy heights where a track so banker Winning mics so big crime so banker Little books take a look so handsome हुक लाइन कसलाई क्याची छ है। उसले चाहिँ अब यसमा ब्याङ्गर जस्तो पनि सुन्छ होइन। नेक्स्टमा चाहिँ मेरो ऊ चाहिँ ब्याङ्गर, पहिलाको चाहिँ भयङ्कर भनेर भयङ्करलाई चाहिँ भयङ्कर, तर हुक लाइन चाहिँ एकदम क्याची छ।
बवाल यार मलाई पनि त लाइनहरु चाहिँ यस्तो दामी छ है स्टार्टिङै अनि कसरी लेख्छ कसरी सोच्छ भन्ने चाहिँ मलाई छक्क लाग्छ म पनि अब म्युजिकमा लागु भन्ने सोचिरहेँ यस्तो अब एक्सट्रिम है त अब धेरै वर्षदेखि लागेकै मान्छे हो हैन अब पहिला त अब ब्यान्डमा शान्ति न गरे होइन तर ऱ्यापमा त लाएको थिइनँ होइन अब विदेश आएर धेरै स्टोरीहरू छ आफ्नो होइन ऱ्यापमा त्यो बेला पुस गराए नि कसले हो तैँले हो पुस गरेर अनि छोडिदियो क्या ढकालेर छोडिदियो होइन अब के एक्लै म तैरिने कोसिस गरिरहेको छु त्यो बाहेक आफ्नो अर्कै हसल यताउति सबै छ नि सबैको ब्यालेन्स गर्नु पऱ्यो नि त्यही त होइन तर केटाहरू चाहिँ अहिलेको नेपहप चाहिँ हरेक हप्ता चाहिँ अब एउटा दामी गीत चाहिँ निक्लिरहन्छ कि निक्लिरहेको सबैको एक राम्रो छ क्या सबैको एक छ तर रिसेन्टली डङ र अब त्यो रेक्सको गाना पनि बवाल लाग्यो मलाई अर्को युएनबी पनि मलाई दामी छ अहिले चाहिँ युएनबी पनि खतरा हो अहिले नेपहपको सिन चाहिँ 90s को युएसको छ नि त्यो बल त्यो स्कुल टाइपको अब त्यहाँ त्यही टाइममा छ कि पछि अब यिनीहरू त अब लेजेन्ड भनेको यिनीहरू हो कि अहिले यिनीहरूले जसले टिक्न सक्यो दे विल बी रेकग्नाइज एज अ लेजेन्ड होइन जस्तै अहिले डङलाई मान्छेहरूले रेस्पेक्ट गर्छ होइन युनिक पोइन्ट पनि भयो विदेशमा छ तर पनि नेपालमा बसेर उसले गरे चाहिँ मैले पर्सनली रेस्पेक्ट गर्ने आर्टिस्टहरू डङ होइन अनि युनिक पोइन्ट भयो अब अरू धेरैजना छ टुकी सुकी होइन अब उनीहरूको पोएटिक ऱ्याप चाहिँ खतरा छ तर पनि त्यो लेभलको रेस्पेक्ट डेडिकेसन चाहिँ मैले देखाएको छैन होइन अनि सो अब तर कमर्सियल्ली चाहिँ अब चलेको भनेको भिटेन हो है अब भिटेनलाई चाहिँ कसैले मन नपराए पनि मान्नै पर्छ कि भिटेन पनि एउटा पोइन्टसम्म उसको पर्सनल एउटा भोक हुन्छ नि त्यो भोकले उसले गानाहरू बनाउँथ्यो अनि त्यो गानामा क्वालिटी पनि थियो क्या अनि आजकल चाहिँ अब त्यो 25 तोला गाना त्यो दाँतमा 24 तोला सुन मेरो दाँतमा भन्ने गाना सुनेर त म अलिकति दिक्कै लाग्यो विरक्तै भयो उसले चाहिँ अलिकति अब अरू केटाहरू भन्दा अलिक डिफ्रेन्ट गर्नलाई चाहिँ इन्टरनेसनल यताउति गर्न खोजिरहेको छ होइन अलिकति ट्राई चाहिँ गरिरहेको छ तर त्यो सुट नगरे जस्तो लाग्छ किन अलिकति लिल वेन बन्न खोज्नु होइन अनि त्यो क्याटेगोरीको गाना दिनु केन्ड्रिक लमार बन्न खोज्नु र त्यही क्वालिटीको गाना दिनु इट्स डिफ्रेन्ट होइन उसले डिफ्रेन्ट गर्न खोजिरहेको छ उसको भ्यू पनि छैन अहिले होइन तर अब जुन लेभलमा छ त्यहाँ पुग्न चाहिँ अरूहरूलाई टाइमै लाग्छ तर त्यो त हो कि तर भिटेन चाहिँ त्यहाँसम्म पुगेको चाहिँ उसको स्टोरी टेलिङले गर्दा हो क्या होइन जुन चाहिँ अहिले मिसिङ छ क्या त्यो पुरानो गीतहरू त अब कथा भन्ने गाना कस्तो राम्रो छ होइन त्यस्तो गाना चलाए मान्छे एनिवे यो गाना सुनौ है भेमा कुरा कहाँ पुगेको त्यही होइन खतरा है यिनीहरूको फ्लो पनि मलाई जुन फ्लोले चाहिँ मान्छेको टाउको यति सुक हुन्छ नि त्यो गाना राम्रो छ भने थाहा हुन्छ क्या बिट आउने बित्तिकै अलिकति मान्छे अलिकति आफै होइन त्यो तरङ्ग आउने बित्तिकै त्यो गाना चाहिँ हिँड्छ भन्ने सोच हुन्छ दिस गाना यस्तो गीतहरू सुन्दा चाहिँ मान्छेहरूले चाहिँ हल्लामा सुन्ने होइन कि हेडफोन लगाएर सुन्ने कि फुल साउन्डमा सुन्नुपर्छ कि त्यो अलिकति सानो सुन्यो भने मान्छेहरूलाई त्यो गीतको त्यो मजै आउँदैन कि टक्क कानमा लाउने अनि डुङ डुङ बजाउने होइन अनि सुन्ने कि अनि यो गाना त फेरि क्लबमा गएर बजाइदियो भने नि मान्छेले मन चलाउँछ कि होइन ब्याङ्गर टाइप ब्याङ्गर छ अरे अहिलेसम्म चाहिँ के भन्दा एकरो भ्योमाको लाइन आइरहेछ होइन त्यो चाहिँ मलाई अलिकति कस्तो कस्तो लाग्यो क्या होइन मलाई चाहिँ ठिक छ जस्तो के अलिकति सुरुमा सर जान्छ अनि त्यसपछि ऊ आउँछ होइन अनि उसले चाहिँ हाल्यो ब्याक टु ब्याक भयो भने दोहोरो खेला जस्तो अलिकति नगरेर त्यति बेला चाहिँ अलिकति सरप्राइज जस्तो अब बिचमा मान्छेहरू गीतमा सुन्दा बोर भयो भने सर्ट नयाँ एलिमेन्ट आउने बित्तिकै अलिकति हुन्छ नि त्यो तेरो कुरा सही हो तर एकजना चाहिँ आइडल भयो क्या धेरै बेरसम्म होइन अब फेरि अर्को आइडल हुन्छ धेरै बेरसम्म होइन त्योभन्दा बिचमा हल्का इन्गेजमेन्ट भइरहेको चाहिँ अझै राम्रो हुन्थ्यो भन्ने मेरो सोच यो गीत खास भ्योमाको हो नि त होइन भ्योमाले उसलाई कोल्याब गरे होला लेट्स हियर इट आउट जोरो गाडी लेके राछ सिकेस बारे पेन र यो गेम दुबईको बियोमा चिकिस माइक सबै क्राइम हुन्छ ब्याङ्कर बसी आइ छु ट्र्याक हुन्छ ब्याङ्कर मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मेरो बुक्स देखि लुक सबै ह्यान्डसम मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर बसी आइ छु ट्र्याक हुन्छ ब्याङ्कर मैले माइक सबै क्राइम
हुन्छ ब्याङ्कर मेरो बुक्स देखि लुक सो ह्यान्डसम 2025 को लम्स माथे ब्याङ्क तेरो हाम्रो बाटो हिँड्न भयङ्कर सजिलो मेरो फ्लो हुँदैछ नेपालदेखि ब्याङ्कक दरिलो हामी भन्दा दामी खोज ब्रो एन्सर मधेसी बिटमा नेपाली गीतमा ध्यान सङ्गीतमा परीक्षा सिधाएर बसेको मान्छे म शिक्षा पढेछु मैले विद्यालय बिर्छ बिट पाएपछि यङले बिट बाटे हान्छ पङ्चहरू मन मुटु डरो बिट पाएपछि यङले बिचबाटै हान्छ यङको लिरिक्स चाहिँ अलिकति दामी हुन्छ कि एकदमै पुरानो गीतहरूमा पनि होइन यसको गीत चाहिँ अलिकति चाहिँ अनि यस्तो सोध्छु कि अब 555हरू होइन कुन बेलाको इस्टाब्लिस आर्टिस्टहरू होइन अब यङ वेभ अहिले आएर त्यो लेभलमा पुगिसक्यो क्या 555हरू होइन अब सागरहरू अब ऊ के अरे एकजना ग्याङ्स्टर ऱ्याप गाउने के अरे पछि पनि होइन अर्को जो पनि ग्याङ्स्टर खालि होइन अनि कोही कोही ग्याङ्स्टर के नाम के स्याडोजी कस्तो खतरा तरिकाले राइज भएको थियो अहिले फेरि एकदम सेलाएर गएको छ कि होइन त्यो स्याडोको एउटा गीत चाहिँ मेरो चाहिँ एकदमै अल टाइम फेभरेट गीत हो कि कुन त्यो एउटा गीत यार कस्तो बिर्स्याएर फेभरेट गाना नि बिर्सिन्छ त गीत दिमागमा छ ग भन्नु नि एउटा होइन त्यो अर्को थाहा चाहिँ होइन कि त्यो होइन कि त्यो यो एउटा गीत चाहिँ के होइन त्यो गीत चाहिँ खोज्दै गर्थेँ त्यो गीत चाहिँ मेरो चाहिँ अल टाइम फेभरेट गीत होइन मैले भन्नु खोजेको के भन्दा मान्छेहरू वात त हाइपमा आउँछ होइन फेरि वात त जान्छ होइन त्यो हुनु हुँदैन कि आर्टिस्टमा एउटा कन्सिस्टेन्सी हुनुपर्छ होइन तर यङ वेभले चाहिँ यत्तिकै सानो पिरियडमा होइन उसले एकदम इस्टाब्लिस आर्टिस्टहरू क्याटेगोरीमा उसलाई गनिन्छ क्या आजकल सो बिग रेस्पेक्ट ब्रो बाटोतिर भेट्न आउन एक स्याहारको ज्वरो थियो कालो पचे गोरो थियो दुइटै पत्तो छोरो तेरो ग्याङसँग सोलो मेरो पाराएको होरो कस्तो खालको ड्रिप पुत्र ट्रिप लुकाएको त्यो पक्कै जिक नजिक पुगेसी पाछु सबलाई ठिक न पिट भन्दा नि पिटे पिटे पुग्छ त टिस ग्याङको पारा अतिले मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मसिहा सबै क्राइम हुन्छ ब्याङ्कर मेरो बुक्स देखि लुक सबै ह्यान्डसम मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मसिहा ट्र्याक हुन्छ ब्याङ्कर मैले माइक सबै क्राइम हुन्छ ब्याङ्कर मेरो बुक्स देखि लुक सबै ह्यान्डसम यो गीतमा मैले अर्को नोटिस गरेँ चाहिँ यो बिट चाहिँ त्यो मधेसी बिट हो है मधेसी बिट त्यो मधेसी बिट भन्ने त्यो सबै राम्रो राम्रो छ मलाई थाहा छैन को होइन त्यो उसले चाहिँ अस्ति कसको गीतमा पनि छ कि त्यो उसको चाहिँ जस अहिले चाहिँ मार्केटमा चाहिँ ऊ चाहिँ एकदम चलिरहेछ कि त्यो केटा मधेसी बिट नि मैले इन्स्टामा हेरेको थिएँ युकेतिर हो कि क्यानाडामा कता छ क्या हो कि त्यस्तो लाग्यो मलाई कि अनि यसको बिटहरू चाहिँ जस कमर्सियल्ली चाहिँ होइन जस सबैले युज गरिरहेको छ उसलाई बिट पनि एकदम ब्याङ्गर छ अनि तैँले कुरामाथि कुरा स्याडोको कुन गीत त त्यो स्याडोको यो गीत चाहिँ मेरो चाहिँ अल टाइम फेभरेट गीत हो है अनि स्याडोजीको नि सब्सक्राइबर त 82,000 भइसकेको छ यार अस्तिसम्म 50,000 थियो भाइ क्या है त्यो अहिले गुडिया होइन माकसम होइन 2-3 महिना रुथलेस यो रुथलेस भन्ने गीत चाहिँ होइन यो चाहिँ मलाई चाहिँ यो सुनेर मैले भाइलाई टेक्स्ट पनि गरेको थिएँ है म अहिले अर्को ठाउँ जाने बेलामा चाहिँ म सुन्दै जान्छु सुनिन्छ ओभरअल होइन आज यो मेरो भिडियो रियाक्सनमा तैँले गानालाई कति रेटिङ गर्छ 7.5 किन रमाइलो छ सुन्दा राम्रै छ होइन तर त्यही पनि तर अब यसो अब 7.5 भन्दा माथि जान चाहिँ अलिकति होइन 7.5 भने त धेरै राम्रो हुने होइन म चाहिँ 8 दिन्छु यो गानालाई अब कति गीतहरू निक्लिन्छ अब डेली निक्लिन्छ अब 2 लाइन सुन्ने बित्तिकै त्यो सुनि मार्दैन त्यस्तो होइन जस्तै नवाजन छरेको अहिले नयाँ गाना भने त्यस्तै छ होइन ठिकै छ होइन अब त्यो मजा आउँदैन कोही एक एउटै टाइपको गाना निकाले गऱ्यो भने त्यो होइन त्यो अलिकति डिफ्रेन्स हुनुपर्छ कि गानामा चाहिँ अनि के त्यो भएन भने चाहिँ त्यो वाक्क लाग्छ हरेक हप्ता गीत निक्लिन्छ होइन त्यस्तै के सुन्ने आर्टिस्ट त
मसरुमिङ नै भइरहेछ नेपालमा तर पनि आउट अफ द्याट कतिपय त राम्रै गाना आइरहेछ होइन तर केटाहरू अहिले जति गइरहेछ पछि चाहिँ खतरै हुन्छ किनभने नेपअप चाहिँ जस नेक्स्ट लेभल जान्छ थ्याङ्क यू फर यर कन्ट्रिब्युसन म्यान है ल रमाइलो आज रमाइलो भयो त्यही होइन ल आज चाहिँ हाम्रो भर्डिक के हो भ्योमाको र यङ वेभको गाना चाहिँ इट वाज स्टनिङ गाना है क्याची भेरी क्याची गाना स्टनिङ अनि यसले चाहिँ अहिले नै अलरेडी 55K जति नै एभरेज हानिसक्यो होइन एक दिनभित्रमा भनेपछि इट्स अ ह्युज सक्सेस है सो वी गिभ साउट आउट टु बोथ अफ द आर्टिस्ट अनि अब तपाईँहरू आर्टिस्टहरूलाई चाहिँ यसरी माया गर्दै जानु भ्यूमा अब थाहा छैन भने तिनीहरूको भ्यूमा र यङ वेभको पेज सब्सक्राइब गर्नु होइन द्याट्स हाउ वी सपोर्ट आवर आर्टिस्ट ल यति भन्दै म लगायत अनुज उहाँ चाहिँ एकदम कल्चरल हुनुहुन्छ है एकदम बच्चादेखि संस्कारी एकदम संस्कारी मान्छे अनि ल यति भन्दै म चाहिँ बिदा हुन्छु ल है बाई